हेलो साथी हो। आज चाहिँ हल्का सानो मिनी भ्लग बनाउनु पऱ्यो। यसो सधैँ कति रिल्स बनाउनु भनेर आज चाहिँ मिनी भ्लग बेसीको त होइन, लगभग 4-5 मिनटको हुन्छ। आज चाहिँ मेरो काम किचनमा छ। यो आज बिहान खानापिना खाएर बनाएर हो सफा गरेको थिएन किचन, त्यसैले हल्का सफा गर्नु पऱ्यो किचन। अब बाहिरको जग्गा होइन, अब बुढाबुढी मिलेर काम गर्नुपर्छ। बुढीले भन्दा बुढीले, बुढाले भन्दा बुढाले, जसले पनि गर्दा हुन्छ। काम भनेको चिज यसले नै गर्नुपर्छ भन्ने पनि छैन। भ्याउँदाखेरि जसले पनि गर्दा भयो। यो त्यसले गर्ने काम, उयो उसले गर्ने काम भनेर हुँदैन। काम भनेको बाहिर होस् भित्र होस् मिलेर जसले भन्छ त्यसले गर्ने हो, होइन साथी हो। अब बुढी चाहिँ ड्युटी छ, म चाहिँ मेरो अलिकति टाइम फ्री पाएको छु र अहिले रुममा आएँ। किचन अब सिरिक्कै सफा गरिन्छ होइन, सफा गरिन्छ। आज अलिकति जाडो जाडो छ हो मौसम। तपाईँहरूलाई अहिले एकछिनमा म छतमा गएर पनि देखाउँछु। हल्का पानीमा यो हो अलिकति क्लिन गर्ने, अलिक नगनाओस् भनेर मजाले यो लगाएर हल्का पुसपास गर्नु पर्यो। के गर्नु साथी हो, यसलाई अब पुरा लप्पर भइछ। ल सफा गर्दै गर्छु, सफा गरिसकेर देखाउनु पर्यो तपाईँहरूलाई चिटिक्कै भएको। सबै तेल लागेको छ, यता यता पुसिदिनु पर्ने हो। के गर्नु, के पारेर सफा बनाइन्छ। बेसी लेत्रा पेत्रा भयो भने किचनमा फेरि के हुन्छ भने किचनको समस्या चाहिँ, किचन धेरै गन्दा गऱ्यो भने चाहिँ ककरोच, मसिनो खालको ककरोच आउँछ के। यो तेल खानु, भातको जुठो सुठोहरू खानु आउँछ। त्यसैले पुरै नभए पनि भात सब्जी बनाउँदाखेरि एकचोटि चाहिँ यस्तो रुमाल भिजाएर हो एउटा यो सफा गर्नेले हल्का एक बार चाहिँ सफा गरिदिनुपर्छ बिहान बेलुका। खाना बनाउँदाखेरि बिहान खाना बनाइसकेर एक झलक, एक सरो, बेलुका खाना बनाइसकेर एक सरो चाहिँ सफा गर्नै पर्छ। नभए तपाईँहरूको के हुन्छ भने साङ्लो ककरोचले खत्तम गर्छ। ककरोच फेरि सानो हरामी चिज होइन। ककरोच बिमार हुन्छ ककरोच बेसी हो भने। अब खाना हुँदै बस्छ हो, ककरोच आउँछ। त्यसैले किचन चाहिँ सफा गर्नुपर्छ के। खाने कुरो बनाउने जग्गा त सबै हुनु पर्यो, हाइजेनिक हुनु पर्यो नि त होइन साथीहरू। टाइमै भेटेन, सफा गर्नु पर्यो। यो सब ककरोचले खान्छ नभए। ककरोचलाई किन खुवाउनु होइन, बिमारको। एकैछिन ल है साथी हो, क्लिन गरिसक्यो, चिटिक्कै बनायो रुमहरू सबै। भात सब्जीहरू सबै लु थन्को मनको गरियो, रुम सुम चिटिक्कै पारियो। तपाईँहरूलाई एकछिन माथि देखाउँछु। अब माथि आज बिहानदेखि घाम लागेको छैन, एकदम ढुस्सै परिरहेछ हो। पुरा मौसम आज पुरा उयो छ, जाडो छ। तपाईँहरूलाई माथि देखाउँछु है, पुरा ठन्डा छ हो आजको दिन। पुरा ठन्डा छ हो, ठन्डा।
लु हेर्नु त लु घाम छ र आज यस्तै छ मौसम। बिहानदेखि टोपी खोलेको छुइनँ, ज्याकेट यो जाम्पर र टोपी हेर्नुहोस् लु यस्तो मौसम छ आज पुरा फुल जाडो यो बिल्डिङ चाहिँ हाम्रो उयो अर्चिड अपार्टमेन्ट पछासम्म हाम्रो काममा जान्छौँ तपाईँको देखिदिनुहोस् ल। हस् त आजको मिनी भ्लग मेरो यतिमै समाप्त गर्छु। कृपया फुल हेरेर लाइक कमेन्ट गरेर सपोर्ट गर्नु होला। हजुरहरूले हो एकअर्कालाई सपोर्ट गर्नुपर्छ। हस् त किप इट अप।